नमस्ते, म मानबहादुर श्रेष्ठ भलिबल खेलाडी। म फाइनल्ली नेपाल आइसकेको छु। तपाईहरु धेरैभन्दा धेरैलाई थाहा भइसकेको छ र देश तथा विदेशमा रहनुभएका सम्पूर्ण भलिबल प्रेमीहरूलाई चाहिँ आज एउटा तपाईहरुको मनमा लागेका कुरा मैले लिएर आइसकेको छु, जुन प्रसंग रहेको छ प्रधानमन्त्री कप 9 महिला तथा पुरुष भलिबल प्रतियोगिता चाहिँ पोखरामा हुन गइरहेको छ। त्यसमा चाहिँ म खेल्नको लागि भनेर चाहिँ आइसकेको छु र यो गेम सञ्चालन गर्नको लागि चाहिँ नेपाल भलिबल संघ एउटा सिङ्गो टिमलाई धन्यवाद दिन चाहन्छु र तपाईहरु छक्क पर्नु हुनेछ। एज म आफै पनि छक्क नै परिरहेको छु, किनभने तपाईहरुले यसपालि चाहिँ मलाई नयाँ जर्सीमा देख्नुहुनेछ र विगत 10 वर्षदेखि खेल्दै आएको म त्रिभुवन आर्मी क्लब टिमलाई र जुन एउटा नेपाली सेनालाई जुन उहाँहरूले मेरो लागि यहाँसम्म पुर्याइदिने एउटा प्लेटफर्म बनाइदिनु भयो, उहाँहरू टिम प्लस नेपाली सेना संस्थालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र म त्यस संस्थाबाट नै रिटायर भइसकेको छु। अहिले चाहिँ मलाई यस गेमको लागि चाहिँ टिपटप हेल्प नेपाल द्वारा चाहिँ मलाई जुन अनुबन्धित गर्नुभयो, उहाँहरूको लागि चाहिँ हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र मलाई जुन तपाईहरुको माझ फेरि एकचोटी जर्सी लाएर मैदानमा उत्रिने वातावरण मिलाइदिनु भएको छ। सिङ्गो टिपटप हेल्प नेपाल भलिबल टिम लगायत सम्पूर्ण मेम्बरहरूलाई चाहिँ हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र त्रिभुवन आर्मी क्लबलाई चाहिँ फेरि पनि खेलको जितको शुभकामना दिन चाहन्छु र नयाँ निस्केको भाइहरूलाई पनि एकदमै राम्रो गेम खेल्दै आउनु भएको छ। सम्पूर्ण भाइहरूको लागि पनि विशेष आगामी दिनहरूको लागि चाहिँ शुभकामना दिन चाहन्छु र यति भन्दै तपाईहरुले मलाई जति माया गरिदिनु भएको छ, सधैँभरि तपाईहरुको यही माया ममताले एउटा मलाई आशले चाहिँ तपाईहरुको अगाडि आएर खेल्ने एउटा फेरि आफ्नो खेल प्रदर्शन गर्ने एउटा अवसर मिलेको छ। सम्पूर्ण तपाईहरु भलिबल खेल प्रेमीहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरुमा पनि पक्कै पनि तपाईहरुले मलाई यसरी नै र भलिबललाई यसरी नै माया गर्नुहुन्छ भन्ने आशा लिएको छु। यति भन्दै पोखरामै भेटौँला, रमाइलो गरौँला भन्दै बिदा हुन्छु। नमस्ते, जय भलिबल।